Hello, welcome back to my new vlog. This is Common Official. My सबैजनालाई on the way in Malaysia, Selangor city. र आजको टुर चाहिँ बवाल हुनेवाला छ र मैले अघि नै भिडियो चाहिँ अघि नै बनाइसकेको थिएँ तर त्यो भिडियो डिलिट भएको कारणले यो भोइस कभर गरेको र सबैजनालाई स्वागत छ मेरो भ्लगमा र आजको यात्रा चाहिँ हाम्रो कान्छिङ वाटरफल भन्ने ठाउँसम्म छ डेस्टिनेसन चाहिँ बवाल हुनेवाला छ सबैजनालाई स्वागत छ इन्जोय गर्नु होला भ्लग हेरेर र यदि नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला र पुरानो फ्यामिली हुनुहुन्छ भने भिडियो फ्लोमा हेरेर साथ दिनु होला in Malaysia on the way Selangor city ल यता भ्यू हेर्न सक्नुहुन्छ दामी बवालवाला यता अगाडि अनि र दामी छ भ्यू जंगलको बीचैमा यहाँको चाहिँ यस्तो विकास भएको छ केटा हो मलेसियामा देश यस्तो विकसित देश हो कि दामी विकास भएको छ यतिमा हाम्रो नेपाल भयो भने हामी त्यही त नेपाल छोडेर यहाँ आउनु केलाई पर्थ्यो रोजगार शान्ति र रोजगार भए शान्ति र रोजगार नेपालमै भए यतिमान विकास देश भए मासला हामी यहाँ आउनु पर्थेन नि यहाँ आएर केटा हो 12 घन्टा ड्युटी अनि छुट्टीको बेला यस्तै टुर हिँड्ने यस्तै हो रमाइलो गर्नै पर्यो जिन्दगीमा पिकनिक हाम्रो पिकनिक तयारीमा छ भनौँ न अब 10 मिनेटमा अलिकति कति मिनेट अब पुसिङ हो पुसिङ बायाक पुसिङ डबल पुसिङ रहेछ यहाँ चाहिँ दुईचोटि घुम्नु पर्ने यतिमा चाहिँ हुनै पर्छ कि अझै धेरै घुम्नु छ यार दुवातीको गाली लाग्यो धेरै घुम्नु पर्ने रहेछ हे आमै यति मान्छे नेपालमा पनि विकास हुनु पर्यो अब नयाँ सरकार फेरि हो क्यारे फाइनली अब सुशीला कार्की हजुरआमा अब जेन्जी ग्याङ पनि त्यस्तै भयो यसपालि अब युवा सरकार चाहियो भनेर पुरै अनि हजुरआमा ल्याइदियो केपी ओलीको दिदी अब के गर्नु त गाह्रो छ भयो नि हामीलाई जोसुकै आओस् हामीलाई मतलब छैन होइन देश विकास हुनु पर्यो बस्ती थियो देश विकास हुनु पर्यो हामी यहाँ बसेर मात्रै भएन हामी नेपाल फर्किनु पर्यो हामीलाई नेपालमै रोजगार चाहियो त्यही हामीले चाहेको अरू केही छैन अब जेन्जी ग्याङ भनेको यस्तै हो अब सुशीला कार्की हजुरआमाले 6 महिना चलाउँछ अरे त्यसपछि फेरि जो आउँछ राम्रो आउनु पर्यो यति नराम्रो आयो भने फेरि त्यस्तै सेप्टेम्बर 8 को जस्तै दिन फेरि दोहोऱ्याउने छ जेन्जी ग्याङ मलेसियादेखि फेरि जेन्जी ग्याङ नेपाल आएपछि त्यही भएर बी केयरफुल सरकारहरू सबैजना र राम्रो काम गर्नु पर्यो देशमा विकास हुनु पर्यो बस त्यति हो 17 मिनट 30 जानु चाहिँ जाँदैछु गाइज अब फर द फर्स्ट टाइम आएको यो ठाउँ चाहिँ अब खासै मान्छेलाई ठाउँ पनि थाहा छैन होइन अब नेपालको वाटरफलको धेरै याद आयो केटा हो त्यसैले अब यहाँको त्यही याद मेटाउनलाई यहाँ मलेसियाको वाटरफल जाँदैछौँ हामी 4-5 जना ग्याङहरू टुर जाँदैछौँ र त्यहाँ चाहिँ कस्तो छ भने वनभोज भन्छ नेपालीमा वनभोज पिकनिक जाँदै हो कि हामी चाहिँ पिकनिक सब बालसाल बोकेर टक्क गएर त्यहाँ बनाउनु पर्ने हुन्छ जे हुन्छ जस्तो हुन्छ हामी सब भिडियोमा देखाउनेछु कुरा हो फुल भिडियो चाहिँ हेर्नु पर्यो त्यही हो है त आजको दिन यस्तै छ हाम्रो छुट्टी भ्यू अगाडिको भ्यू
3जना ग्याङ अन्तै गइसकेको छ अर्कै भ्लगमा कन्डन क्ल्याक्स ल केटा उहाँ पुगेपछि फाइनली हामी देखाउनेछौँ वाटरफल सँगसँगै के फल देखाउँछौँ अब त्यहीँ गएर देखाउँछौँ है त स्टे ट्युन अन द वे मलाई सलेङ्गर डेस्टिनेसन पुग्न लाग्यो गाइज अब चाहिँ होइन र यहाँको भ्यू र यहाँको रहनसहन हावापानी चाहिँ सेम नेपालको जस्तो छ कडा हो केटाकेटीहरू मलेसियामा जिन्दगी चिल छ कडा हो होइन हामी चाहिँ यता छौँ र अर्को गाडी अगाडि गइसकेको छ हामी यता छौँ यो चाहिँ मेरो साथी उता पनि मेरो सम्धी सबैजना यहीँ छौँ 3जना यहाँ 3जना अर्कोमा टिम 6जना भयो आज पुग्यो के हो अब 14 मिनट 12 मिनट देखाएको छ अन द वे अब पुग्न लाग्यो ल गाइस पुगेपछि देखाउँछु है सिधै डेस्टिनेसन पुगेपछि Abang. Kerja boleh? योले गर्दो रहेछ काम त छ कि हल्का आइडिया भएन है फाइनली डेस्टिनेसन र आगो नि हालिसक्यो केटा हो उता हाम्रो ग्याङ ओ काभ्रेले डान्स हो सम्झि यस्तो Which one? Okay. Finally, हामी डेस्टिनेसन आइपुगिसक्यो केटा हो यता ग्याङहरू छ सबैजना अहिले सबलाई एकजना गरी परिचय सबैजनालाई एकजना गरी परिचय गरिदिन्छु होइन फाइनली यहाँ आइपुगिसक्यो प्रोसेसमा छ ग्याङ यता भ्यू हेर जङ्गलको बिचमा यही हो त नेपालीमा वनभोज ल एकछिनमा भेट्छौँ आज गाइजहरू जङ्गलमा छ होइन यहाँ सम्झि यार सी यार गाइस हामी चाहिँ बुङ्गुर पकाउँदैछौँ है झरेर मात्रै बलेको है योहरूमा हाल्नु अब एकछिन न अनि भाँचे भन्दा नबलेको दाजु हेर्नु त यता हाम्रो मलेसिया नाबाङ हेलो 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 इन्दु
Itulah area. Harus celebration. Indo. सम्झे ठिक छ एकदम ल फाइनली हाम्रो सुरु भइसकेको छ ल सम्झे उता हाम्रो सम्झिने बहिनीहरू रिजवान ल आज सुरु भइसकेको छ खानालाई अचार छ यो छ चोचे सबै सिधै झर्नामा गएर भेट्छौँ वाटरफलमा गएर भेट्छौँ अब हामी सम्झे Hadi bajao. होइन ल म मातेकै छुइनँ हेर्नु त फाइनली ग्याङहरू सब यता आइपुगिसक्यो सम्झी हाई भन्नु सम्झी हाई उता म यता यो ग्याङ मान्छे धेरै छ होइन यता माथि फ्रेस छ यता म चाहिँ यता केटाहरू यता छ र ग्याङहरू धेरै छ मान्छेहरू यता छामेहरू पनि धेरै छन् केटाहरू यता पनि छ केटाहरू माथि हेर्नु जानुहुन्छ मान्छेहरू कति धेरै बबाल छ बबाल उता धेरै छ सम्झे Okay, no problem. Hello, Samdi.
दामी 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 पोच सम्झी पोच सम्झी बबाल ठाउँ होइन खासमा आज अब यही ठाउँ हो माथि सब मान्छे धेरै छ यता ए भाइ जाँदैछ नि अब जमजम ल हामी चल्दिएको अब धेरै धेरै बवाल भयो सम्झे उता केटाहरू नुहाइरहेको छु यस्तो बवाल ठाउँमा केटाहरू नुहाइरहेको छ धेरै मान्छे जाने जाने वाटरफल आएको मान्छे नुहाउँदै ननुहाएर यता यता दुईजना धेरै अल्छिनी भएको छ धेरै अल्छिनी भएको छ है दुईजना ल गाइस यहाँको फाइनली लास्ट डेस्टिनेसन सक्यो अब तलतिर जान्छौँ अब तलतिरै गएर भेटौँ है त